यदि ज्ञानेन्द्र साईले रातारात फेसबुक लाइभ आएर कुनै पुरानो दलको नेतालाई यसरी नै उन्टसन्ट गाली गरेको भए तथा नाम आरोप लगाएको भए यिनै घन्टी पार्टीका कार्यकर्ताहरू वा ज्ञानेन्द्र साई वा क्या हिम्मत छ, क्या बोल्छ यार, सलाम छ भन्थ्यो होलान्। तर अहिले जापान गएर रासोपा नेता कार्यकर्तामाथि तथा नाम बोलेको भन्दै रासोपा कार्यकर्ता उनको चर्को आलोचना गरिरहेका छन्। अहिले उनले सोमरस पिएर फेसबुकमा लाइभ आएर आफ्नो मर्यादा बाहिर गएर तथा नाम गाली गरेको र उनले माफी माग्नु पर्ने भन्दै विज्ञप्ति नै निकालेका छन्। तर एउटा कुरा बुझ्न सबैले जरुरी छ, जसरी ज्ञानेन्द्र साईले हिजो पुराना दलका नेता र कार्यकर्तालाई झोले झम्टे भन्दै शराबता वाह भन्थे नि, त्यो पनि गलत थियो। आज रासोपा कार्यकर्तालाई यस्तो भन्दा पनि गलत छ। रासोपा कार्यकर्ताले ज्ञानेन्द्र साईबाट रवि लामिछानेको वाहवाही गरून् भन्ने आश गरेको थियो होलान्, बालेन शाहको वाहवाही गरून् भन्ने आश गरेको थियो होलान्। तर ज्ञानेन्द्र साईलाई भने अरूलाई गाली गर्नुभन्दा अरू आउँदै आउँदैन। उनले हिजो पनि चर्को बोलेरै यताउता गरेरै आफ्नो हाइप बनाएका हुन्, आज पनि चर्को बोलेरै उनी यो स्थानमा छन्। अब अहिले सत्तामा रासोपा छ, बिचारा ज्ञानेन्द्र साईजी केपी ओलीलाई गाली गर्छन् त, अनि रवि बालेन सुदन र घन्टी पार्टीलाई गाली नगरेर यस्तो एक्सपेक्टेसन रासोपाका कार्यकर्ताले राखेर हुन्छ त? हिजो गाली गर्दा ताली दिएर बिगार्ने त आखिर तिमीहरू घन्टे नै हो। अर्को कुरा, कुनै पनि नेताले मेरो यति फलोअर्स छ, यति मान्छे मसँग छन् भनेर नसोच्दा हुन्छ, किनभने हिजो केपी ओलीलाई फलो गर्ने पनि यिनै जनता हुन्। अनि यी पुरानाहरू जम्मै भएनन् भनेर सबैलाई गाली गरेर रवि बालेनलाई ल्याउने पनि यिनै जनता हुन्। चर्को बोलेकै आधारमा ल ठिक छ है, जुम्लादेखि आएर यति राम्रो बोल्छ, यति चर्को बोल्छ, यस्ता यस्ता कुरा उठाउँछ, यो ज्ञानेन्द्र पनि ठिक छ है, यो केटोलाई पनि ठिकै छ भनेर यत्रो हाइट बनाइदिने पनि ज्ञानेन्द्र साईको यिनै जनता हुन्। त्यसैले अहिले ज्ञानेन्द्र साईले पनि कसैलाई सराप्न जरुरी छैन। अर्को कुरा, ज्ञानेन्द्र साईले जाप्नी समरस पिएनन् त्यो कुरा छोडिदिउँ, किनभने समरस पिन नपाइने भन्ने होइन। तर जसरी ज्ञानेन्द्र साईले रातको 12 बजे फेसबुक लाइभमा आएर आफ्नो मर्यादा नै बिर्सेर कुनै पनि पार्टीको कार्यकर्ताले के हल्ला फैलायो, के भन्यो भन्दैमा सबैमाथि यसरी खनिदा उनकै कद भने होचो भएको छ। यसरी एकअर्कालाई गाली गर्ने, रिस पोख्ने, एकले अर्कोलाई आरोप लगाउने, यसरी नै देश बनाउँछु भन्नु र हो यसरी नै बन्छ होला भन्नु दुवै मूर्खता हो। अहिलेको समयमा घन्टे, खराने, झोले, मण्डले जे भए पनि सबै मिलेर देशलाई कसरी सही ट्र्याकमा ल्याउन सकिन्छ भनेर सबैले आफ्नो ठाउँबाट भूमिका खेल्न नै बेस्ट हुन्छ। किनकि 5 वर्षसम्मलाई खराने, टिओबी, सहकारी ठग जे भए पनि रासोपालाई नै जनताले बहुमत दिइसक्यो। तथापि ज्ञानेन्द्र साईले गल्ती महसुस गरेरै होला आफ्नो लाइभ भिडियो डिलिट गरिसकेका छन्। तर उनका क्लिपहरू सामाजिक सञ्जालभरि छरपष्ट छन्। उनी निकै जोसमा कमेन्ट गर्ने माथि खनिएका रहेछन्। कसैलाई वडा अध्यक्ष जितेर आउन चुनौती दिएका रहेछन् भने कसैलाई फिजिकल्ली भिड्न पनि रेडी भएको बताएका रहेछन्। अनि कसैलाई मैले पढ्या हो, के गर्छौ तिमीहरू जस्तो बेल्चा हानि आओ भन्दै हैसियतको कुरा गरेछन्, जो एकजना माननीय भइसकेको व्यक्तिलाई शोभनीय भएन। किनकि अरूलाई गोजेडी भन्नेले आफू पनि ठाउँमा बस्न जरुरी हुन्छ। मध्यरातमा यसरी जोसले बोल्ने मान्छे बिहानै आफ्नो गल्ती छैन भने, आफूले गल्ती गरेको महसुस भएको छैन भने आफूले बोलेको भिडियो किन हटाएको त? उनीमाथि पनि यो प्रश्न स्वाभाविक रूपले उठ्छ। तपाईलाई के लाग्छ? आफ्नो राय कमेन्टमा राख्नुहोला।